जाम न भनेर हामी निस्क्यौँ झरनातर्फ। पार्किङमा पुगिसकेपछि बाबुको ट्रोली निकालेर बाबुलाई हालेर निस्क्यौँ झरनातिर। जाँदाखेरि चाहिँ आइसक्रिम पसल देखेर फेरि आइसक्रिम खाऊँ न त भन्दै आइसक्रिम खाँदै माथितिर झरनातिर लाग्यौँ। एकदमै रमाइलो ठाउँ छ। अनि यो झरनामा जाने बाटो चाहिँ यस्तो सोरुम टाइपको छ क्या, चिसो हावा आउने दामी छ सोरुम। अनि जाँदा चाहिँ यता चाहिँ सस्पेन्सर ब्रिज जाने बाटो थियो, यता चाहिँ अर्को बाटो चाहिँ झरनामा आउने बाटो। झरना चाहिँ एकदमै बबाल देखिरहेको क्या, एकदमै बाहुबली फिल आउने, टक्क सरसर बगेको चिसो हावा आउने, वरिपरि हरियाली, एकदमै माइन्ड फ्रेस हुने। हामी यहाँ फोटोसोटो खिच्यौँ, भिडियो बनायौँ। अनि माथिबाट पनि हेर्न मिल्ने रहेछ। अनि माथितिर जाऊँ न त माथिबाट कस्तो देखिन्छ भनेर हामी लाग्यौँ माथितिर। माथि जाने बाटो चाहिँ लिफ्टबाट जानुपर्ने रहेछ। अनि लिफ्टतिर लाग्यौँ। लिफ्टमा चढेर एकदमै माथि लगभग 4-5 तला जतिको माथि थियो क्या। माथिबाट हेरेको यस्तो खासै भ्यू चाहिँ देखिएन। अनि त्यसपछि फर्किन लाग्यौँ। झरना हेरेर बाटामा फेरि माछा पोलेको देख्यौँ। माछा चाहिँ बबाल थियो क्या, एकदमै टेस्टी। अनि माछा खाँदै बस्यौँ एकछिन। कस्तो लाग्यो? मिठो होइन? मिठो छ। एक ठाउँमा घुमेर चाहिँ फेरि यहाँ नजिकै अर्को ठाउँ पनि रहेछ, त्यहाँ पनि घुम्न जानु लाग्यो। एकतिर डोनेसन ओइ अनि फेरि यहाँबाट अर्को ठाउँमा निस्क्यौँ भनेर त्यहाँ नजिक एउटा सस्पेन्सर ब्रिज रहेछ, एकदमै दामी। अनि त्यतातिर लाग्यौँ। त्यतातिर लागेर अनि यहाँ टिकट चाहिँ बम्बे हानेको चाहिँ कति समथिङ 18,000 जति कति लेखेको थियो। अनि हामी बम्बे सम्थिङ नहान्ने, अब आँट पनि छैन नि त। त्यसको लागि फेरि अगाडि नै याकु गर्नुपर्ने रहेछ। अनि बाबु चाहिँ एकदमै रमाइरहेको थियो, क्यामेरा खोसेर कस्तो गरिरहेको थियो, रमाइलो मानिरहेको थियो। अनि हेर्दै हिँड्दै एकदमै रमाइलो ठाउँ छ है। कोही आउने भएपछि चाहिँ इबाराकी गेममा पर्छ होइन, कोही आउने भएपछि म लोकेसन सोध्नु होला, म लोकेसन डिएम गरिदिन्छु। यो पुलको हाइट चाहिँ कति 150 मिटर माथि रहेछ। तर माथिबाट हेर्दा चाहिँ एकदम डर लाग्ने देख्दै थियो क्या, एकदम हरियाली, वरिपरि हरियाली। आज खासै मान्छे चाहिँ धेरै थिएन। म पहिला आएको बेलामा चाहिँ एकदमै मान्छेहरू धेरै आएको थियो, सायद गोल्डन विक भ्याइएर होला। अनि मान्छेहरू पनि खासै थिएन। यहाँबाट हेर्दा चाहिँ तल यस्तो देखिन्थ्यो। अनि पुलको पारिपट्टि पुगेर एकछिन क्यु लियौँ, बस्यौँ, हेऱ्यौँ। अनि त बम्बी जम्पिङ पनि हानिरहेको थियो मान्छेले, हेऱ्यौँ। बाबु चाहिँ कराइरहेको थियो एकदमै। अनि वरिपरि टक्क पारेर हिँड्यौँ। त्यसपछि चाहिँ भोक लाग्यो नि त के खान्न भनेर फेरि उताबाट त्यो पटाटो चिप्स किनेर पटाटो खान लाग्थ्यौँ। भाइ बाबुले खोसेर कस्तो गरेर म पनि खान्छु भनेर। अनि ल फर्क्यौँ भनेर अब फर्किन लाग्यौँ पुल पारिबाट। यताउता घुम्दै हेर्दै अब फर्किनुपर्छ घरतिर। बेलुका पनि भइसक्यो। अनि फर्किन लाग्यौँ हामी घरतिर। कोही इन्ट्रेस्टेड हुनुहुन्छ यहाँ आउनको लागि भनेपछि मेसेज गर्नु होला। त्यो चाहिँ कि इबाराकी चिबा नजिक बस्नुहुनेलाई नजिक चाहिँ पर्छ है। फर्किँदा फेरि पुल जस्तो हल्ले जस्तो भयो क्या, चक्कर आए जस्तो आए जस्तो भयो। अनि हामी लाग्यौँ घरतिर। इन्ट्री फी पनि सस्तो छ यहाँ चाहिँ, 280 हो कि 90 रुपियाँ छ।
इन्ट्री फी पनि सस्तो छ। अनि हामी लाग्यौँ घरतिर। घरमा जाने भनेर कार चढेर घर आइपुग्यौँ। हस्, तपाईँहरूलाई कस्तो लाग्यो भिडियो? लाइक कमेन्ट सेयर गरिदिनु होला। धन्यवाद।